स्वागत छ सबैजनालाई मेरो ब्लगमा। आजको ब्लग चाहिँ छ ब्लग भन्दा नि आज भान्जीलाई धेरै बिमारी भएको थियो अनि उनको घाँटीमा टन्सिल भएको थियो, त्यसैले उनी धेरै रोइरहेको थिइन्। त्यसैले हामीले उनलाई मेडिकल लगेर जाँदैछु अनि हाम्रो चाहिँ मेडिकल 10-15 मिनट लाग्छ कि, त्यसैले हामीले हिँड्दै जाँदैछु अनि रोइरहेको थिइन्। त्यही भएर मम्मी, म, भान्जी, बाबु भएर मेडिकल जान छु। काट्नुपर्छ। यो चिसो खायो भने तेल खायो भने तेलमा 2 बेला फुक्का खायो ऊ खायो। बिहान फास्ट भनेको चिल्लो थियो, जो मम्मीले बनाएको चाहिँ खाने हो नि। तपाईँ ताप्दै खायो बिहान तपाईँ पानी बनाइदिनु म बिहान चिया 2 चिया बनायो, त्यसले 2 बेला चिया खायो। हेर्न सक्नुहुन्छ गाइस, ऊ चाहिँ हामी जहाँ जान्छौँ त्यहीँ आउँछौँ। नाइ कहिले नै दिएको थिएन मम्मीले पुरा त्यस्तो गर्छिन् नि नि बनाएको चाय फाल्यो, बनाएको पानी फाल्यो मेरो बिहान। फाइनली हामी पुगिसक्यो गाइस। हाम्रो चाहिँ 10 मिनट लाग्दछ हाम्रो घरबाट यहाँ आउनलाई, 10 मिनट लाग्छ। फाइनली हामी आइपुग्यो। यो चाहिँ हाम्रो लभली चोक हो, यसलाई लभली चोक भन्छन्। यो चाहिँ लभली चोक हो अनि हामी लभली चोकको अगाडि नै छ त्यो मेडिकल। राम्रो हुन्छ मेडिकल। त्यो मेडिकल हामी अब बाबुलाई बिमारी भए पनि त्यही यसले लिएर आउँछु, राम्रो हुन्छ, तपाईँ राम्रो दिन्छन्। अनि आयौँ हामी मेडिकलमा। फाइनली हामी मेडिकलमा पुगिसक्यो। अब त्यहाँ भान्जीलाई देखाउँछु मेडिकलवालाले के भन्छ, कतिको भया छ भनेर भन्छ। अनि त्यसपछि फेरि यहाँ चाहिँ हेर्न सक्नुहुन्छ गाइस, हाम्रो यो लभली चोकमा यता र उता लाइट कति राम्रो छ, धेरै राम्रो लाग्यो मलाई यहाँको रातिको भ्यू। अनि यहाँ माथि हेर्न सक्नुहुन्छ सबभन्दा ठुलो लाइट कति राम्रो छ। अनि मैले चाहिँ बाबुलाई पछाडि लिएको थिएँ किनकि यो छोडिदिने बित्तिकै यता र उता भाग्छ, यसलाई एकछिन छाड्न हुन्न। यहाँबाट कहाँ पुग्छ भन्ने थाहा छैन। अनि मलाई चाहिँ यहाँ ब्लग बनाएको देखेर बच्चाहरूले आँसु उठाइरहेको थिए अनि ब्लग बनाउनु भएको हजुरले भन्दै आँसु उठाइरहेको थियो। अनि मलाई पनि देखाउनु न ब्लगमा भनेर भनिरहेको थियो। मलाई हुन्छ त आऊ ब्लगमा भने। अनि नक्कल गर्दै थिएँ, यताबाट उता उताबाट यता यो भन्दै थिएँ। मलाई त हाँस्दा म त देख्न सक्नुहुन्छ गाइस, मैले यसलाई तल छाडिदिएको थिएँ, यो त यता र उता भाग्यो। त्यही भएर यसको पछाडि बसिरहेको छु, यता र उता भागिरहेको हुन्छ। यो त यत्रो रोड छ, रोडमा गाडीले हान्दिएपछि के गर्छ, यसको त सानो बाबु छ अहिले होइन गाइस। अहिले मान्छेहरू छन् त्यही भएर टाइम लागिरहेछ अनि उनीहरू चेक गरिरहेछन् अहिले, त्यसैले। अनि म यता बसिरहेको छु, उता बाबु र मम्मी। बाबु धेरै बदमास छ नि त, हिँडिरहेको हुन्छ, त्यही भएर मम्मीले उसलाई समातिरहेको छन् अनि यहाँ वेट गरिरहेछन्। अनि अब देखाउँछौँ भान्जीलाई। अब यो कुकुर चाहिँ हामी जहाँ जान्छौँ त्यही पछि आएको हुन्छ। यो आएको पनि 3 वर्ष भइसक्यो। जब म आएको थिएँ तब हामीले यहाँबाट लिएको थिएँ। फाइनली हाम्रो पालो आइसक्यो। मम्मी र भान्जी चेक गरिराख्नु भएको छ। चेक गराएर औषधिहरू दियो अनि औषधिहरू दिएर अनि के खाना मिल्छ के खाना मिल्दैन सब भनिसक्यो डाक्टरले। अनि मम्मीले दबाई देखाउनु भयो। अब हामी घरतिर लाग्छु यति भन्दैमा अनि धेरै राति भइसक्यो। हामी हल्का उज्यालोमै आएको थिएँ अनि वेट गर्दा राति भइसक्यो। फाइनली गाइस, मम्मीले चाहिँ बाबुलाई पछाडि लिनुभएको थियो। मम्मीलाई भनेको म लिन्छु भनेर मम्मीले भन्नुभयो कि त थाकिहालिस् एकछिन म लिन्छु भनेर भन्नुभयो। दिनु मम्मी भने नाइ भन्नुभयो। ठिक छ त भने
अनि अब हामी घरतिर लाग्छु। अब धेरै राति भइसक्यो। अब हाम्रो यहाँबाट त 10 मिनेट छ कि आउनलाई, त्यही भएर हामी हिँड्दै आइरहेको थिएँ। अनि हिँड्दै अब घर जान्छु। हामीले चाहिँ खानासाना बनाएर आइसकेका थिएँ। अब जहाँ घर गइन्छ अनि खानासाना खाइन्छ, त्यसपछि फेरि भ्लग फाइनली गाइज हामी चाहिँ घर पुगिसक्यौँ। अनि घर पुगेर अनि खानासाना खाइसक्यो हामीहरूले चाहिँ। यति भन्दैमा म भ्लग इन्ड गर्छु। यदि भ्लग मन परेमा अझै लाइक कमेन्ट सेयर गर्नु होला। अझै